चिन्ह हुने व्यक्तिहरू धनाढ्य बनेर जान्छन्। हेर्नु, अचानक जीवनमा उनीहरूको अवश्य नै हुन्छ। तपाईँले आफ्नो हात हेर्नुहोस्, के छ होला त्यस्तो। अनि हातमा ज्योतिष, यो सामुद्रिक शास्त्रले के भन्छ भने, हातमा यी चिन्हहरू भयो भने ती व्यक्तिहरू जीवनमा धनी भएर एक दिन उनीहरूले सम्पन्न भएर जीवन बिताउँछ त्यो व्यक्तिले भनेको छ। र त्यो देखिन्छ पनि हाम्रो जीवनमा ती कुराहरू। र हामीले यदि दायाँ हातमा, पुरुषको दायाँ हातमा यदि माछो, छाता, हात्ती, तलाउ जस्तो अङ्कुश, बिँडा, अनि हात्ती भयो, मुसल भयो, पर्वत भयो, हलो आदि, कमलपत्र आदि चिन्हहरू भए भने त्यो व्यक्ति अचानक धनाढ्य बनेर जान्छ र उसको जीवन विलासिताले पूर्ण बनेर जान्छ भनेर बताएको छ। र यदि